आजको यात्रा सैलुङ ग्रेट वाल। पर्यटकीय क्षेत्र सैलुङ घुम्न आउने पर्यटकहरूको पहिलो रोजाइ सैलुङ मिनी ग्रेट वाल। आज म पनि यस ठाउँमा आइपुगे। हामीले बागखोर बजारमा चिया नास्ता लिने निधो गर्यौं अनि थापुल्ला होटलतिर लाग्यौं। चिरञ्जीवी दाई, जीवन सर अनि म र आज हामीलाई गाडीमा सैलुङसम्मको सहज यात्रा गराउनुहुने शेखर गुरुजी। पहिला अन्डा, तेरो तरकारी, आलु तरकारी, पुग्नेसँग समय राख्यो। कसैले नखाने। एक गिलास ताप पानी खान पाइन्छ त? पाउँछ। त्यो गरौँ न त। कसैले नखाने। तेरो जनपुरी तर्केसम्म साली मैले बन्द गरेँ। हामी एकसाथ तातो तातो पिरो पिरो थप्पामा मग्न छौँ। अहिले सैलुङ जाने मान्छे कतिको आउँछन् दाइ? सैलुङ जाने भिसा नै छ। हिसाब छैन? तर सैलुङ गभर्मेन्ट मतलब फेरि हामीले यहाँको बजार बासेको मतलब हुँदैन। यहाँ बास बस्नु चाहिँ कतिको आउँछन् त? आवाज विवाद पऱ्यो भने बस्छन्, नभए बस्दैन। तर हामीले पनि लोकलले मारामा भ्याउँदैन। होटल साउजीको कफ पनि निकै मिठो थियो। गफकै रफ्तारमा एकैछिन रमाएर सैलुङतिर अघि बढ्यौं। फाइनल्ली अहिले चाहिँ सैलुङको ग्रेट वाल स्थानमा आइसकेको छ। पर्यटकीय गन्तव्यको रूपमा चर्चित मिनी ग्रेट वाल साँच्चै नै मलाई पनि निकै सुन्दर लाग्यो। यो ग्रेट वाल दोलखाको सैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दुलालको पहलमा निर्माण भएको हो। ग्रेट वाल घुम्न आउनेको संख्यामा वृद्धि भएको देखिन्छ। शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल सैलुङ। किम्वदन्ती अनुसार स्थानीय तमाङ भाषामा थुम्कालाई लुङ भनिने र उक्त क्षेत्रमा 100 थुम्का रहेकोले 100 लुङ हुँदै सैलुङ भएको भनिन्छ।
धार्मिक हिसाबले सैलुङ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको सङ्गम स्थल हो। काठमाडौँ उपत्यकाबाट करिब 140 किलोमिटर दूरी पार गर्दै पुग्न सकिन्छ सैलुङ। यो क्षेत्र सामुद्रिक सतहबाट 3225 मिटरको उचाइमा रहेको छ। यहाँबाट चारै दिशामा करिब 360 डिग्रीको कोणमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ।